अप्रिल महिनामा चाहिँ सिनेरिया चाहिँ हाम्रो फुलबारीमा फुल ब्लुममा छ। एउटै बोटमा सयौं फुलहरू फुलिरहेको छ, तपाईले यहाँ देखिरहनु भएको छ। सिनेरियामा यस्तो फुल फुलाउनुको निम्ति चाहिँ के गर्नुपर्छ र यो फुललाई यतिकै 1.5-2 महिनासम्म मेन्टेन गरेर राख्नुको निम्ति चाहिँ के गर्नुपर्छ हामीले सिनेरियामाथि तपाईले आजको यस भिडियोमा सम्पूर्ण जानकारी पाउनुहुनेछ। आउनुहोस् सुरु गरौँ आजको भिडियो। सिनेरियाको फुलहरू सुकेपछि चाहिँ त्यसलाई हामी कलेक्ट गरेर राख्छौँ, त्यहीँबाट सिडहरू तयार हुन्छ। सेप्टेम्बर अक्टोबरमा चाहिँ यही फुलहरूलाई हामी छोडाएर छर्दिन्छौँ। यो सिडलाई चाहिँ कोकोपिटमा छर्दा पनि हुन्छ कि चाहिँ कोकोपिट र बलौटे माटो मिलाएर छर्दा पनि हुन्छ। सिड छरेको 15-20 दिन भित्रमा चाहिँ यो सिडहरू उम्रिन थाल्छ र यसको बिरुवा रेडी हुनु चाहिँ 1.5 महिनासम्म पनि लाग्नु सक्छ। 1.5 महिना बादमा चाहिँ जब यसको बिरुवामा 4टा अथवा 4 भन्दा अधिक पातहरू देखा पर्छ, त्यसलाई चाहिँ उखालेर हामी फेरि यसरी गमलामा ट्रान्सप्लान्ट गरिदिन्छौँ अथवा सारिदिन्छौँ। यसलाई सारेर 15-20 दिन चाहिँ छायामा राख्नुपर्छ, जहाँ चाहिँ यसलाई सिट्टी सारले नभेटोस् तर राम्रो उज्यालो चाहिँ पर्नु पर्यो। यसलाई 15-20 दिनसम्म हामी एकदमै कम्ती पानी दिन्छ। जब पनि यसको माटो मिश्रण राम्रो सुक्छ त्यति बेला मात्रै अलिअलि पानी दिन्छौँ। त्यस पछाडि चाहिँ यसलाई हामीले निकालेर राम्रो घाम पर्ने ठाउँमा राखिदिन्छौँ, तर सिट टुसारेदेखिको बचाएर। जब नयाँ बिरुवाहरू राम्रो सरिसक्छ, त्यसमा नयाँ पौलाहरू पलाउन थाल्छ, नयाँ पातहरू पलाउन थाल्छ, त्यति बेला तपाईँले यसको गमलाको माटो चेक गर्नुहोस्। गमलाको माटो घटेको छ भने चाहिँ अब यसमा हामीले माटो लाउने काम गर्नुपर्छ। 60% जति चाहिँ भर्मी कम्पोस्ट अथवा चाहिँ सडेको गाईको मल जे पनि हामीसँग उपलब्ध छ त्यो लिन्छौँ र 40% चाहिँ हामीले कि चाहिँ जङ्गली मल अथवा गार्डनको माटो लिन्छौँ र यो मिलाएर चाहिँ हामीले 2 देखिको 3 इन्चीसम्म माटो लाउने काम गर्छौँ। यसो गर्दाखेरि त्यसमा धेरै फुलहरू फुल्छ। बिरुवाहरू सारेको 3 महिनादेखिको 3.5 महिनाभित्रमा चाहिँ कोपिलाहरू देखा पर्छ यसरी, र लगभग 4 महिना पुग्दा नपुग्दा यसमा कोपिलाहरू फुटेर फुलहरू फुलेको पनि देख्न सकिन्छ। कतिपय प्लान्टहरूमा छिटो फुल फुल्छ भने कतिपय प्लान्टहरूमा अलिकति ढिलो फुल फुल्छ। सँगै रोपेको प्लान्टहरूमा पनि यस्तो हुन जान्छ। सिनेरियालाई चाहिँ पिन्चिङ गर्नु पर्दैन। अरू सिजन फुलहरूलाई चाहिँ हामी जब नयाँ पौला पलाउन थाल्छ त्यति बेला त्यसको टुप्पो चाहिँ चुडाएर फ्याँकिदिन्छौँ कि चाहिँ फर्स्ट फुल चाहिँ चुडाएर हामीले फ्याँकिदिन्छौँ, त्यसलाई पिन्चिङ गरेको भन्छौँ। तर सिनेरियामा त्यसो गर्नु पर्दैन। सिनेरियामा आफै धेरै हाँगाहरू पलाएर र प्रत्येक हाँगामा नै तपाईँले यसरी धेरै कोपिलाहरू देख्न सक्नुहुन्छ यदि ठिकसँगले स्याहार पुग्यो भने चाहिँ। यति बिना कोपिला आउनु, धेरै फुल फुलाउनुको निम्ति चाहिँ यसलाई चाहिँ फर्टिलाइजर चाहिँ दिनुपर्छ। जति राम्रो फर्टिलाइजर दिनु सक्यो यसमा त्यति बिना फुल फुल्छ र त्यति लामो समयसम्म फुल फुल्छ। फर्टिलाइजर चाहिँ ठिक स्टेजमा ठिक फर्टिलाइजर दिनुपर्छ। नयाँ बिरुवा सारेपछि जब नयाँ पातहरू आउनु थाल्छ, त्यसमा अलिअलि ग्रोथहरू देखा पर्नु थाल्छ, त्यस पछाडि चाहिँ हामीले यस्तो फर्टिलाइजरको प्रयोग गर्नुपर्छ जसले चाहिँ प्लान्टको जरा मजबुत बनाउँछ, साथै त्यसमा नयाँ पातहरू र नयाँ हाँगाहरू आउनुमा मद्दत गर्दछ। त्यति बेला चाहिँ हामीले नाइट्रोजन अलिकति बेसी भएको फर्टिलाइजरको प्रयोग गर्नुपर्छ। अनलाइनतिर तपाईँले एनपिके पाउनुहुन्छ जसमा चाहिँ नाइट्रोजनको मात्रा बेसी हुन्छ। त्यस्तो अवस्थामा चाहिँ तपाईँहरूले चाहिँ 15 दिनमा एकचोटि अथवा 20 दिनमा एकचोटि चाहिँ आधा चम्ची भन्दा पनि कम्ती एनपिके लिएर चाहिँ तपाईँले त्यसलाई 2 लिटर पानीमा फिटेर चाहिँ सबै प्लान्टहरूमा स्प्रे गर्दाखेरि चाहिँ त्यसमा नयाँ नयाँ पातहरू आउँछ, नयाँ नयाँ पौलाहरू पलाउँछ र प्लान्ट पनि बुसी भएर आउँछ। यदि तपाईँहरूले केमिकल चलाउनु चाहनु हुँदैन भने त्यति बेला चाहिँ तपाईँहरूले गाईको जुन चाहिँ सडेको मल हुन्छ त्यो मललाई चाहिँ 3-4 दिन भिजाएर त्यसलाई पतला गरेर त्यो पानी दिँदा पनि हुन्छ। अब सेकेन्ड स्टेजमा चाहिँ यसमा कोपिलाहरू आउनुपर्छ, धेरैभन्दा धेरै कोपिलाहरू आउनुपर्छ, धेरै फुल फुल्नुपर्छ। त्यसै कारणले चाहिँ यसलाई चाहिँ फस्फरसको जरुरत हुन्छ र तपाईँहरूले त्यति बेला चाहिँ अलिकति फस्फरसको मात्रा बेसी भएको चाहिँ एनपिकेको प्रयोग गर्नु सक्नुहुन्छ। र तपाईँहरूसित बोनमिल छ भने बोनमिल पनि दिँदा हुन्छ यसको माटोमा, डिएपी छ भने डिएपी पनि दिँदा हुन्छ यसको माटोमा। यो दिएको 15देखिको 20 दिन बादमा चाहिँ हामीले अब पिनाको पानी बनाएर चाहिँ सबै यो सिनेरियामा चाहिँ हामीले पिनाको पानी चाहिँ 15 दिनमा एकचोटि अथवा 10 दिनमा एकचोटि दिन्छौँ। जब यसको कोपिलाहरू सबै फुटिसक्छ र यो अवस्थामा आउँछ त्यति बेला चाहिँ हामीले यसलाई चाहिँ अब कुनै पनि फर्टिलाइजर दिनु बन्द गर्नुपर्छ। यसलाई डेड हेडिङ गर्नु परेन, अर्थात् फुलहरू फुलिसकेर
फुलिसकेको फुलहरू चाहिँ यसको चुटाएर हटाइरहनु हामीले पर्दैन। यो फुलहरूलाई चाहिँ बोटमै सुक्नु दिनुपर्छ। जब प्लान्टहरू सुक्नु थालेपछि, फुलहरू सुक्नु थालेपछि चाहिँ पानी चाहिँ दिनु हुँदैन र त्यसलाई चाहिँ सुक्खा जग्गामा राखिदिनुपर्छ। जब डल्लै तपाईँहरूको बोट नै सुकेर जान्छ त्यति बेला चाहिँ हामीले फुल चुडाएर राख्छौँ र नेक्स्ट सिजनमा चाहिँ फेरि त्यसलाई छरेर नयाँ बिरुवाहरू तयार गर्छौँ। हाम्रा एकजना सब्सक्राइबरले चाहिँ भन्नुहुँदै थियो कि सिनेरियाको फुल चाहिँ 1 हप्ता मात्रै बस्छ, यत्रो दुःख गरेर रोपेपछि त्यसपछि यसको फुलहरू ओइलिहाल्छ, त्यसै कारण चाहिँ मलाई मन पर्दैन यो फुल चाहिँ भनेर भन्नुभएको थियो। त्यो चाहिँ कदापि होइन। यो पालि चाहिँ हाम्रोतिर चाहिँ सिनेरिया चाहिँ जनवरीदेखिकै फुल्नु सुरु गरेको थियो र अहिलेसम्म पनि यसमा फुलिरहेको छ र फुल ब्लुम हुँदा नहुँदासम्म चाहिँ 3 महिना जस्तो भइसक्यो यसमा फुल फुलेको। फुल लगातार फुलि नै रहेको छ। अब फुल फुल्नु थालेपछि, कोपिलाहरू फुट्नु थालेपछि तपाईँहरूले कस्तो जग्गामा राख्नुहुन्छ त्यो चाहिँ एकदमै इम्पोर्टेन्ट छ। अब कोपिलाहरू फुट्नु थालेपछि चाहिँ यसलाई सेडमा राखिदिनुपर्छ र जहाँ चाहिँ यसले बिहानको कलिलो घाम मात्रै भेटोस्, दिनभरि र बेलुकी पाखाको घाम चाहिँ यसले नभेट्योस्। यो अवस्थामा चाहिँ यसलाई चाहिँ साँझ पाखा पानी दिनुपर्छ। पानी दिँदाखेरि चाहिँ अब यसको चाहिँ माटोमा दिनुपर्छ, प्लान्टको फेदमा दिनुपर्छ। दिनमा एकचोटि चाहिँ पानी दिएको राम्रो, एकदमै बेसी पनि पानी दिनु हुँदैन, पानी दिँदै नदिने पनि होइन। अलिकति शीतल जग्गामा, हावा चल्ने जग्गामा राख्यो भने चाहिँ यसको फुलहरू धेरै लामो समयसम्म बसिरहन्छ र कलरहरू पनि फेड हुँदैन। फुल फुल्नु थालेपछि मानिसहरूले एक ठाउँदेखिको अर्को ठाउँ लान्छ। अब राम्रो देखेस् भनेर यसलाई बरन्डातिर लगेर राख्छ, भित्रदेखिको निकालेर कतिजनाले भित्र लगेर राख्छ। त्यसो गर्दाखेरि जब तपाईँले फुल्दै गरेको फुलहरू चाहिँ एक ठाउँदेखिको अर्को ठाउँमा सार्नुहुन्छ त्यति बेला पनि फुलहरू स्ट्रेसमा जान्छ र यसको फुलहरू कम्ती समयसम्म मात्रै फुल्छ र एकपल्ट फुल फुल्नु थालेपछि तपाईँहरूले यसको जग्गा चाहिँ चेन्ज गरिदिइरहनु चाहिँ हुँदैन। फुल फुल्दै गर्दा फुलमा चाहिँ कुनै पनि पानीहरू स्प्रे गर्नु भएन, त्यस्तै प्रकारले दबाईहरू स्प्रे गर्नु भएन। यसलाई चाहिँ यत्तिकै फुल्नु दिनुपर्छ। तपाईँहरूले यदि फन्जिसाइडहरू दिनु चाहनुहुन्छ भने चाहिँ फन्जिसाइडहरू चाहिँ तपाईँले पानीमा मिलाएर माटोमा दिनु सक्नुहुन्छ। तर यो अवस्थामा अब यसलाई फन्जिसाइडको जरुरत पनि पर्दैन। प्लान्टको पातहरू चाहिँ यति बेला देख्दैन पनि र एक दुईवटा पातहरू जुन चाहिँ देखा परिरहेको छ, यदि त्यो पातहरू धुलो परिरहेको छ भने अथवा तपाईँहरूको फुलहरू आधा चाहिँ हराइरहेको छ भने, टुप्पो टुप्पो किराहरूले खाएको जस्तो देख्नुहुँदैछ भने चाहिँ त्यो फुललाई ल्याएर अलग्गै राख्नुहोस्। त्यसमा चाहिँ किरा बसेको हुन्छ, लाब्रेहरू बसेको हुन्छ, नत्र अरू फुलहरूलाई पनि त्यसले खाएर सत्यानाश नै बनाउँछ। यो अवस्थामा चाहिँ अब हामीले माटो देख्दैनौँ गमलामा र कति सुक्यो भनेर थाहा पाउँदैनौँ। त्यसै कारणले चाहिँ कोही बेला ओभर वाटरिङ गरिपठाउँछौँ। ओभर वाटरिङ गर्दा पनि अब फुलहरू फुल्नुमा चाहिँ असर पर्दछ। कोही बेला चाहिँ हामीले पानी नै दिँदैनौँ लामो समयसम्म। त्यसो गर्दाखेरि चाहिँ अब फुलहरू पनि सुक्छ, यसको पातहरू पनि सुक्छ र एकैचोटि पानी खनाउनु भने चाहिँ फुल्दै गरेको डल्लै फुलको झ्याङ नै सुकेर जान्छ, मरेर जान्छ। सिनेरियामा चाहिँ यो प्रब्लम हुन्छ। यदि सिनेरियामा तपाईँले गाईको मल चलाइरहनु भएको छ भने र गाईको मल राम्रो पाकेको छैन भने चाहिँ तपाईँहरूले रोपेको जुन चाहिँ सिनेरिया छ फुल्नु आँट्दाखेरि चाहिँ राम्रै झोक्रेको कुखुरा जस्तो ओइलेर जान्छ र फुल फुल्दैन, प्लान्ट नै मरेर जान्छ। त्यति बेला चाहिँ बुझ्नुपर्छ तपाईँले माटोमा किरा लागेर चाहिँ तपाईँहरूको सिनेरियालाई चाहिँ मारिरहेको छ भनेर। त्यसै कारणले माटो मिश्रण तयार गर्दाखेरि चाहिँ एकदमै राम्रो पाकेको मल चलाउनुहोस् कि चाहिँ भर्मी कम्पोस्ट चलाउनुहोस्। तपाईँहरूले यो मसिनो कुराहरूलाई ध्यानमा राखेर हामीले सिनेरियालाई केयर गर्यो भने चाहिँ यसमा पनि 3 महिनादेखिको 4 महिनासम्म पनि मजाले फुल फुल्नु सकिन्छ। तपाईँहरूको गार्डनमा पनि यति बेला सिनेरिया धेरै नै फुलिने राखेको होला। आजको भिडियो तपाईँहरूलाई उपयोगी हुनेछ भनेर आशा राखेका छौँ र भिडियोलाई जति सक्दो सेयर गरिदिनुहोस्। भिडियो मन पर्यो भने भिडियोलाई लाइक गरिदिनुहोस्। यदि च्यानललाई अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ च्यानललाई सब्सक्राइब गरेर त्यो बेलको आइकन पनि थिचिदिनुहोस्। हाम्रो फुलबारी च्यानलमा चाहिँ यस्तै रोचक जानकारीमूलक भिडियोहरू लिएर हामी आउने गरेका छौँ। सिनेरियामाथि केयर टिप्स त पहिला पनि लिएर आएको छु। आज चाहिँ फुलहरू कसरी धेरै फुलाउनु र लामो फुलाउनु भनेर जानकारी दिएका हौँ हामीले तपाईँहरूलाई।